मोडल भयो नि त यो मोडलमा हामी के गर्न लाग्यो त सफ्टवेयर गर्न लाग्यो सफ्टवेयर गर्नलाई के गर्नु पर्दा हामीले भन्नु त यो कुन हो क्वालकम हो कि मिडियाटेक हो क्वालकम हो नि हैन क्वालकमको लागि कहाँ जानु पर्यो क्वालकमको लागि क्वालकम लेखेर लेख्नुपर्छ नि क्वालकम स्न्यापड्रागन छ यसमा जानु पर्यो हैन त्यसपछि हामीले के गर्नु पर्यो त क्वालकममा गयो अब हामी फ्ल्यासिङ गर्न लाग्यो र फ्ल्यास ट्याबमा छ भने अहिले त्यसपछि यसको ब्रान्ड र मोडल चुज गरौँ यसको ब्रान्ड कुन हो त Xiaomi हैन त अनि मोडल चाहिँ Redmi 8 हैन 880 Redmi हाम्रै मोडल Redmi 8 चुज गर्यो ब्रान्ड मोडल चुज गर्यो अब हामी फाइल छान्नु पर्यो फाइल केमा छान्छ त हामीले फर्मवेयर भनेको चाहिँ फाइल भयो हैन यसमा क्लिक गर्नु पर्यो अब हाम्रो फाइलको लोकेसन कहाँ छ डाउनलोड्सको कम्प्रेसको यो हाम्रो फ्ल्यास फाइलको भित्र यो ओलिभ लाइट भन्ने हाम्रो Redmi 8 को मोडल चाहिँ यो भयो नि त कोड नेम चाहिँ यो हो यसको भित्र गयो इमेजेसको भित्र हाम्रो फाइल हुन्छ यसको भित्र गएर हामीले लोडमा क्लिक गर्ने अनि सिलेक्ट गरिदिने नि त यसको भित्र सबै फाइलहरू देखाउँछ हैन त्यसपछि के गर्छ हामीले डाइरेक्टली फ्ल्यासमा क्लिक गरिदिने अब यसले मोबाइल फोन कनेक्ट गर भन्छ अब कसरी कनेक्ट गर्ने त इमेल पोइन्ट सर्ट गराएर गर्नु पर्यो इमेल पोइन्ट तपाईँलाई थाहा छ दुईवटा पोइन्ट सर्ट गराउनुहोस् उहाँलाई कनेक्ट गर्न दिनु तपाईँ सर्ट मात्रै गराउनुहोस् एक हातले मोबाइलमा समात्नु ल मजाले सर्ट गराउनुहोस् गरेको मिलेन ग्राउन्डमा टच भएर खाइदिनु त यसमा टच भयो भने त ग्राउन्डमा निकाल्न खोज्छ अब यसमा टच भने त नेगेटिभमा जान्छ नि त अब दुईवटा पोइन्टमा टच गराउनु पऱ्यो त्यसरी यो पोइन्ट र यो पोइन्ट ग्राउन्डमा टच नहुने अब जोड्नुहोस् डाडीकल त्यो होइन नि त कालो हो नि त कालो डाडीकल हालेर हुन्छ ल यसरी जोड्नु जोडिदिनुहोस् खोइ पलको त हो ल भयो कनेक्ट भयो अब हाम्रो फ्ल्यासिङ स्टार्ट हुन्छ त्यो कनेक्ट हुने बित्तिकै यो कनेक्ट हुने बित्तिकै फ्ल्यासिङ अटोमेटिक स्टार्ट हुन्छ हामीले सुरुमा फ्ल्यासमा 3G अब फ्ल्यासिङ होला त्यही नर्मली 5-10 मिनटको टाइम चाहिँ लागिहाल्छ सफ्टवेयर भएर चाहिँ 8-10 मिनट 7-10 मिनट हुँदैन तपाईँको यो रिसेटहरू गर्नु पो सर्टै हुन्छ त एकछिनमा हुन्छ रिसेटहरू गर्नु चाहिँ अनि यो एफआरपी हटाउनु पो त्यसको 10 सेकेन्डमा हुन्छ अनि त्यो एफआरपी चाहिँ के 10 मिनेटमा हुन्छ कति हुन्छ एकछिनमै हुन्छ 10 सेकेन्ड 15 सेकेन्डमा भइसक्छ नर्मली 10 सेकेन्ड 15 सेकेन्डमै हुन्छ यो गरी फ्ल्यासिङ गर्न मात्रै टाइम लाग्ने हो सक्नुहुन्छ नि अब सफ्टवेयर गर्न क्वालकमको लागि यो फ्ल्यासिङ गर्नु त अब कन्टै हुन्छ त्यो एफआरपी गर्नु पनि कन्टै छ अब फाइल चाहिँ सबै डाउनलोड गर्दै राख्थे हैन अलिकति हाम्रो अप्ठ्यारो भनेको चाहिँ मलाई अलिकति म झुकिने भनेको चाहिँ यो के कनेक्ट गर्नु क्या यो मोबाइलले कनेक्ट गर्नु यसको त अब होइन त्यो टी पोइन्टबाट गऱ्यो होइन यो प्लस माइनसहरू कुनै हुन्छ हुँदैन त्यो मैले देखाएको छु त कुन मोबाइलहरू भोल्युम त्यसरी जोड्ने कुन मोबाइलहरू इडेल टेस्ट पोइन्टमा सर्ट गर्ने सबै मैले देखाएको छु म एजुकेसन लिएको कारण सायद मेरो मोबाइलले गर्दा पनि त्यो नेट हेरेर अनि कपीमा हेरेर तपाईँले नोटमा हेरेर गर्नु पऱ्यो सुरुमा मैले लेखाउनु चाहिँ लेखाइदिएको छु कुन मोडलहरू चाहिँ कसरी जान्छन् अरे सबै लेखिदिएको छु त्यो प्र्याक्टिस गर्नु मोडल हुन्छ सबै याद